हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ सबैलाई। म चाहिँ चिया पिउँदैछु। तपाईँहरू के गर्नुहुँदैछ? अलिअलि काम गरेर आज चाहिँ हाम्रो मेरो सन्तानको बिहा छ। अहिले चाहिँ हामी अब एकछिनमा जानु आँटेको हो। हिजो मैले हाइलाइट गरेको हेयर कट र हाइलाइट गरेको थिएँ। कस्तो लाग्यो तपाईँहरूलाई मेरो कटिङ कस्तो लाग्यो तपाईँहरूलाई? कलर त त्यो हामीले के कलर लाएर राम्रो कलर त आएन मैले भनेको जस्तो हो। मैले भनेको जस्तो कलर चाहिँ आएन, किनभने यहाँ कालो कलर बेसी भएछ हो। कलर कतिवटा कलर गर्दा त्यस्तो हुन्छ हो। हुनु पनि म त पार्लर त गरेकै हो, कलर त्यस्तो आएन हो। मलाई चाहिँ यो कलर चाहिएको थियो खासमा, यो गोल्डन ब्राउन यो कलर चाहिएको थियो हो। यहाँ चाहिँ कालो बेसी भएर त्यस्तो कलर चाहिँ आएन हो। अनि मेरो कटिङ चाहिँ यस्तो भएको छ। तपाईँहरूलाई कस्तो लाग्यो? मेरो हेयर कट चाहिँ यस्तो छ हो। बिहान बिहानै चिया खाँदै तपाईँहरूलाई मर्निङको त म सधैँ मर्निङ पोस्ट गर्छु र यो एउटा भिडियो बनाउँदैछु हो। त्यहाँदेखिको चिया पनि छ छेउमा। अनि यहाँ मेरो नानी पनि आएछ, एउटा नानी। यी नानी मेरो मायालुहरू, यहाँ न नानी, मेरो नानी पनि आएछ यहाँ। सानो नानी पनि आएछ हो। गुड मर्निङ सबैलाई, शुभ बिहान, ह्याप्पी स्याटरडे, बाई बाई।